मेरा अनुजहरू सबैमा म अभिवादन चढाउन चाहन्छु। यो आज हाम्रो ज्यामिरे युवा क्लबले एउटा ऐतिहासिक क्षणको रूपमा लिन चाहन्छु जुन कार्यक्रम गरेको छ। मलाई सम्झना छ म सानो हुँदाखेरि यही फुटबल खेलेर हुर्केको हो। आज मैले कति समयमा आफूलाई पनि यो खेलाडीहरूको बिचमा आफूलाई पनि पाइरहेको थिएँ र समय छोटो छ, धेरै लामो नबोलौँ भन्ने कुरा धेरै थियो। अब यो पहिलो कार्यक्रम यति उत्साहका साथ यहाँहरूको सहयोग साथका साथ सम्पन्न भएको छ र आगामी वर्षमा अझै भव्य रूपले हुन्छ भन्ने मैले विश्वास लिएको छु। हाम्रो सरकार प्रमुखको तर्फबाट उपमेयरज्यू हुनुहुन्छ, अवश्य पनि उहाँले यस क्षेत्रलाई यो फिल्डलाई अझै उत्कृष्ट खेलाडीहरूलाई हेर्न आउने दर्शकहरूलाई बस्न मिल्ने स्थानको लागि केही पहल कदमी गरिदिनुहुन्छ भन्ने मैले आशा लिएको छु र मेरो व्यक्तिगत तर्फबाट मैले जे गर्नुपर्छ म त्यसको लागि तयार छु। धन्यवाद। धेरै धेरै धन्यवाद छ। अब हामी कार्यक्रमलाई छिटोभन्दा छिटो समापन गर्ने सत्रमा लाग्दैछौँ। त्यसैले यतिखेर म सम्मान पत्रको लागि भेनियर एन्ड द प्लाई उद्योगका प्रतिनिधिज्यूलाई यो सम्मान ग्रहणको लागि स्टेजमा डाकसोल गर्न चाहन्छु। कृपया तपाईँ हुनुहुन्छ भने छिटोभन्दा छिटो आइदिनु होला। हामीसँग समयले नेटो काटिसकेको हुनाले हामी छिटोभन्दा छिटो यो कार्यक्रम समापन सत्रमा लागिने कोसिस गरिराखेका छौँ। म यतिखेर फेरि पनि डाकसोल गर्न गइराखेको छु। भेनियर एन्ड प्लाई उद्योगका प्रतिनिधिज्यू, यतिखेर पूर्व राष्ट्रिय खेलाडी लेखनाथ घिमिरेज्यूलाई पनि कदर पत्र ग्रहणको लागि डाकसोल गर्दछु। त्यसै गरी पूर्व राष्ट्रिय खेलाडी सूर्यमान श्रेष्ठज्यूलाई पनि यो कदर पत्र ग्रहणको लागि म सादर निमन्त्रण गर्दछु। र यस सम्मान कदर पत्र ग्रहणको लागि म ज्यामिरे युवा क्लबका सदस्य अध्यक्ष ध्रुव सापकोटाज्यूलाई पनि सहभागी भइदिनको लागि सबैले अनुरोध गर्दछु। सम्मान पत्रकै ग्रहणको क्रममा छौँ। प्रथम ज्यामिरे कप खुल्ला नकआउट फुटबल प्रतियोगिता 2082 को अवसरमा हरेक खेलको म्यान अफ द म्याच पुरस्कार सौजन्य गर्नुहुने खेलप्रेमी अत्यन्तै सहयोगी मिलनसार मित्रभाषी युवाहरूकै ढोकढोकी आशा किरण सहयोगी व्यक्तित्व आदरणीय श्री बलराम खनालज्यूलाई सधन्यवाद सहित यो सम्मान पत्र प्रदान गरिएको छ। उहाँ अहिले प्रतिनिधि सभाको राप्रपाबाट चितवन क्षेत्र नम्बरबाट चाहिँ सिफारिस पनि हुनुभएको छ। उहाँको